So, namaste everyone. It's me Sudhi Bhandari र म नेपालबाट एउटा सामान्य नागरिक हुँ र म केही दिनदेखि चाहिँ युट्युब यस सुधी भण्डारी ब्लग्समा चाहिँ केही दिनदेखि हिन्दी भाषाको प्रयोग गरेर विभिन्न खालको ब्लगहरू चाहिँ बनिरहेको छु र मैले चाहिँ डेली ब्लगर हुने भनेर भ्लगिङ च्यानल पनि यही खोलेको छु र यसमा चाहिँ मैले डेली ब्लगिङहरू पनि गरिरहेको छु। सो ब्लग गर्ने क्रममा केही दिनदेखि हामी खोलाहरूमा गइरहेको थियौँ, विभिन्न क्रियाकलापहरू गरिरहेको थियौँ होइन। यसै क्रियाकलापको बिचमा हामीले एकजना पात्र पायौँ होइन। अहिले चाहिँ म फिलहाल चाहिँ गाउँमा छु है, अहिले चाहिँ म गाउँमा छु र एउटा पात्र पायौँ हामीले, मतलब हामीले भन्नाले नि मैले पाएँ होइन। कस्तो पात्र भन्दाखेरि उसको पात्रको अहिले कुरा नगरौँ, मैले पुरै पहिला क्लियर गरिदिन्छु, त्यसपछि त्यो कुरा गरौँ है त। सो के भयो भन्दाखेरि हामी यो हाम्रो चौथो ब्लगमा चाहिँ हामी खोलामा गएको थियौँ होइन। हिजो हाम्रो चौथो ब्लग चाहिँ हिजो थियो, आज पाँचौँ ब्लग हो। तर पाँचौँ ब्लग चाहिँ आज किन आएन, यति ढिलो किन भयो भन्दाखेरि ब्लग चाहिँ 10 बजी आइसकेको थियो, तर युट्युबको गाइडलाइन्स अनुसार केही मिसबिहेभ या केही भएर चाहिँ भाइलेन्सको चाहिँ स्ट्रिक लाएर चाहिँ ब्लग चाहिँ रोकेको छ। सो ब्लग आएन होइन, त्यो थियो। सो किन भयो भनेर बुझ्दाखेरि यो गलत थिम्सहरू चाहिँ रहेछ, जस्तै कि आगो टाइपको केही थियो होइन। त्यसले गर्दा चाहिँ युट्युबले चाहिँ त्यसै रोकिदियो। एन्ड नाउ अहिले चाहिँ हामी त्यो ब्लग है, हिजोको ब्लगको कुरा गरौँ। हिजोको ब्लगमा हामी गएको थियौँ नदी, हिजो पनि गयौँ क्या। अनि त्यसपछि गयौँ हामी, त्यहाँ पुगेर लगभग पौडी सौडी खेल्यौँ। एन्ड देन आफ्टर लगभग आधी एक घन्टापछि हामी निस्क्यौँ, माथि निस्क्यौँ होइन। एन्ड देन त्यसपछि एउटा थियो, उसको नाम चाहिँ म दिँदिनँ, जुन पात्रको कुरा गरेको थियौँ नि पहिला म, हो त्यो पात्रको चाहिँ म अरू कुरा गर्छु होइन। सो उसको नाम चाहिँ म लेख्दिनँ, तर उसित हामी कुरा गर्दाखेरि उसको घरमा सचिनको घरमा चार्जर लाउन आएको थियो होइन। एन्ड उसले चार्जर लाउन आएको थियो। सो मैले त्यसलाई त्यही कुरामा सोधेँ कि नदीबाट माथि निस्क्यौँ अनि कतै बसेको थियौँ कि घाममा, नयाँसित घाममा बस्यौँ होइन। एन्ड देन मैले सोधेँ उसलाई, तिम्रो घर चार्जर छैन या लाइट साइट छैन, किन यहाँ आयो चार्जर लाउन भनेको, उसको घरमा गयो भनेर सोधेँ होइन। एन्ड देन हि रिप्लाई मी, उसले मलाई रिप्लाई गर्यो, घरमा लाइटै छैन। मिन्स घरमा लाइट अहिलेसम्म पुगेको छैन। यसो बुझ्दाखेरि होइन के भएको रहेछ भन्दाखेरि त्यो गाउँमा होइन अरू सबै ठाउँमा लाइट, उसको घरमा लाइट किन थिएन भन्दाखेरि पुरानो, मतलब नयाँ पुरानो घर भनेको न पुरानो घर भएको भएर लाइट गएन। त्यस्तै गरी 3जनाको घरमा लाइट छैन, तिनीहरूको नाम चाहिँ म दिँदिनँ। 3जनाको घरमा लाइट छैन, जुन कि नियर हो नि, त्यो घरको साइडमा भएको घरहरू है तिनीहरू पनि। त्यही घरको साइडमा भएको घरहरू 3टा घरमा लाइट छैन, तर त्यही घरको 5वटा पाटा न, 5वटा पाटाको तलको घरमा लाइट छ फेरि, बुझिराखौँ नि होइन। 5वटा पाटाको तलको घरमा लाइट छ, त्योभन्दा माथि घरमा लाइट छैन। के दिएछ? सोलर दिएछ। तिनीहरूको घरमा सोलर दिएछ। सोलरको पैसा खासमा सरकारले दिनुपर्ने हो, बट नो, देयर इज नो द्याट। त्यो सोलरको पैसा नि उनीहरूले दिएछ फेरि, कति 3,000 हो क्या न, त्यो दिएको रहेछ। एन्ड त्यो भएको रहेछ नि, यो कुरामा यति भयो। अनि अर्को कुरा खाएको, तिनीहरू चाहिँ फेरि त्यो 3टा घरमा जुनमा लाइट गएको छैन, तिनीहरूकोमा लाइट मतलब तल्लो जातको, त्यो बुझौँ है। एन्ड माथि निस्केपछि त्यहाँ एउटा मन्दिर थियो होइन। मैले के भने त्यो मन्दिरमा पसौँ भने, अनि अब सबैले हुन्छ पसौँ भनेको थियो, तर एकजना त्यो त्यही पात्रले हुन्न भने होइन। अनि किन हुन्न भन्यो यता त्यो बुझ्दाखेरि चाहिँ जान दिन्न अरे। किन जान दिन्न भनेर बुझ्दाखेरि पहिला उसको मम्मीले त्यो काम गर्थ्यो अरे, अहिले गर्दैन, त्यो भएर जान दिन्न अरे। द्याट्स इट। त्यति भनेपछि हामी गएन होइन। एन्ड नाउ कता यो गलत हो, लगभग यो सही त होइन। यो
मेरो हिसाबले अब अरू हिसाबले त अब के हो त्यो डाटा आई डोन्ट नो होइन मेरो हिसाबले चाहिँ गलत हो होइन सो यति नै थियो र हिजोको ब्लगमा नि यो कुरालाई चाहिँ म उठाउने भनेको थिएँ तर यो चाहिँ उठाउन पाएको थिइनँ आजको ब्लगमा चाहिँ म उठाउनेवाला थिएँ तर हिजोको ब्लगलाई भाइलेसन्स आयो अनि त्यसपछि त्यो ब्लग रोकियो सो हिजोको केही हुन पाएन सो आजको ब्लगमा नै मैले यो कुरा उठाएँ एन्ड भोलि चाहिँ ब्लग आउँछ प्रपर सो भोलिको ब्लग हेर्नु होला सो यो कुरा चाहिँ हम्बल्ली रिक्वेस्ट टु नेपाल गभर्मेन्ट सो यदि गभर्मेन्टले मलाई कन्ट्याक्ट गर्न चाहनुहुन्छ या यो कुरा सम्बन्धी थप जानकारी चाहिएको छ भने मैले डिस्क्रिप्सनमा मेरो इमेल पठाइदिनेछु इमेल हालिदिनेछु सो यु क्यान चेक आउट द्याट एन्ड यु क्यान काइन्डली कन्ट्याक्ट टु मी